थापाथलीबाट हाम्रो यसरी यात्रा सुरु हुन्छ। यसरी अगाडिपट्टि जानुहुन्छ है। हाम्रो यात्रा यसरी सुरु भइरहेछ। ल हाम्रो टोली अगाडि बढिसकेको छ यसरी। ल हाम्रो टोली चाहिँ यसरी चाहिँ अब रानीकोटतर्फ सानो रमाइलो प्रोग्राममा अगाडि बढिरहेछ। ध्रुव सर हतारमा हुनुहुन्छ, यसरी चाहिँ आउँदै हुनुहुन्छ। ध्रुव सर र ताली होइन, यसरी चाहिँ आफ्नो यात्रामा ध्रुव सर आउँदै। स्वागत छ उहाँलाई स्वागत छ है। हामी रानीकोट जानको लागि सूर्य विनायक हुँदै झन्डै डाँडा हुँदै हामी जानु पनि सक्छौँ, अथवा तपाईँको त्यो लाकुरी भन्ने हुँदै पनि जान सक्छौँ। यतापट्टिबाट जाँदाखेरि माथि नै गाडी जान अप्ठ्यारो हुने बताइयो, त्यस कारण चाहिँ हामी लाकुरी भन्ने हुँदै जाने भन्ने कुरा आयो र हामी चाहिँ यहाँ ग्वारको नजिक पुग्यौँ। त्यहाँबाट भित्र छियौँ हिमालय साइडबाट होइन। तर रानीकोट चाहिँ सूर्य विनायक हुँदै पनि जान सकिन्थ्यो र अहिले हामी चाहिँ लाकुरी भन्ज्याङ हुँदै जाँदाखेरि चाहिँ त्यो यो हाम्रो बस चाहिँ माथिसम्म जाने हुनाले है हाई हेलो गरौँ है, सबैले हाई हेलो गरौँ। यसरी हाम्रो टोली अगाडि बढिरहेको छ रानीकोटतर्फ है, एकदमै यो रिफ्रेसमेन्टमा। यसरी चाहिँ सबैजना हँसिलो देख्छौँ हामीले। हाम्रा तनावहरू, हाम्रा चाहिँ थकाइहरू, हाम्रा चाहिँ प्रोफेसनल र हुन्छ नि लाइफहरू सबै राम्रो छ एकदम। उहाँ पनि एकदमै बढी सिरियस हुनुहुन्छ। अब खुसी हुने समय आइसकेको छ सर है। यसरी चाहिँ अगाडि बढाएको छ। हामी लाकुरी भन्ज्याङबाट जाने भने पनि पछि फेरि त्यो बाटोतिर घुम्दै सल्लाहकारी हुँदै सूर्य विनायकबाट यहाँको माथि सूर्य विनायक गणेश मन्दिर हुँदै माथि पाइलट डाँडा मन्दिर हुँदै अगाडि जाने बाटोमै अगाडि गयौँ र झन्डै डाँडामा जाने कुरा गऱ्यौँ र तपाईँको यो तलपट्टि भुसी बाटो साइडतिर भ्यू हो र जङ्गलको बाटो एकदम रमणीय बाटो माथि गयौँ र हामी ठ्याक्कै यो पाइलट बाबा मन्दिर नजिक पुग्यौँ। हेरजस्तो पुग्यो, त्यहाँबाट चाहिँ पाइलट बाबा मन्दिर छुट्यो र अझै माथि गयौँ। अब यो जिप लाइन भन्ने आउँछ, त्यहाँबाट चाहिँ हामी फेरि फरक अलिकति पछि रोड हिँडेर माथि पुग्नेछौँ। यो रिसोर्ट मिलाएको छ। ल हामी फाइनल्ली ध्यान आइपुग्यो र मान्छेहरू पनि आइपुगेका छौँ। फाइनल्ली त्यहाँबाट चाहिँ नगरपालिका जियो ठ्याक्कै यो रिसोर्टमा पुग्यौँ। त्यहाँबाट हामी झन्डै 2 किलोमिटर हाइकिङ गरेर यो रिसोर्टमा हामी आइसकेका छौँ। तलपट्टि पनौती जाने बाटो जस्तो देखिन्छ। कहाँ जाने? पनौती, यताबाट पनौती होला सायद। आज शुक्रबारै हो त, गुड फ्राइडे। फाइनल्ली हामी आइपुगेका छौँ भिलेज आइल्यान्ड रिसोर्टमा है। तपाईँ 3 जना 600 के ल हामी फाइनल्ली रिसोर्टमा आइसकेका छौँ है। ल सर आइयो हामी। ल है हामी फाइनल्ली रिसोर्टमा आइपुगेका छौँ। यहाँ मनोरञ्जन कार्यक्रम सुरु भइसकेका छन् है। ल ल ल यसरी स्विमिङ पुलको व्यवस्था पनि छ यहाँ। यस्तो खालको रिसोर्ट रहेछ यो। यस्तो खाले स्विमिङ पुल छ यहाँ। तल काठमाडौँ भ्याली देखिन्छ। हामी थापाथलीबाट हिँडेको झन्डै 1.25 घन्टा जतिमा पुग्यौँ र यो ठाउँ यस्तो मनोमोहक ठाउँमा पुग्यौँ। यो रानीकोट झन्डै समुद्री सतहदेखि 2000 मिटरको उचाइमा अवस्थित रहेछ
र चारैतिर भ्यू देखिँदो रहेछ। शिवाडोलबाट ठ्याक्कै माथि पर्दा चाहिँ हेर्नु ग्राफिटी, यहाँको स्विमिङ पुल, अनि त्यसपछि स्विमिङ पुल चाहिँ त्यति ठुलो चाहिँ छैन तर चट्ट एकदम ठाउँमा राम्रो तरिकाले छ। यता खेल्ने बच्चाहरूलाई खेल्ने खालको ठाउँ पनि रहेछ, अनि यस्तो चाहिँ लभहरू भएको र यस्तो ठाउँहरू रहेछ। एकदम मनमोहक ठाउँ लाग्यो हामीलाई जानासाथ, एकदम मन आनन्दित भयो। यसरी अगाडि बढ्यौँ अनि स्विमिङमा खेल्न गयौँ हामी यसरी, अनि स्विमिङ चाहिँ यसरी मजाले खेलियो। अनि त्यसपछि स्विमिङ अब यो दिन पनि खेलियो जाने बित्तिकै र भोलिपल्ट पनि दुई ग्रुपमा अझै मजाले खेलियो र यसरी अगाडि बढ्यौँ हाम्रो। कति डर ए गौरव त्यो म्युजिक ल्याउ न, म्युजिक के स्पिकर के यहाँ ल्याउ न भने। हामीले त्यसपछि स्न्याक्स खायौँ र साँझमा चाहिँ यस्तो पानी परेको मौसम, तलको लाइट अनि यो ठाउँको आफ्नै मनमोहक ठाउँ, एकदमै मजा आयो। झरी पनि परिरहेको थियो, हल्का म्युजिक थियो, हामी चाहिँ कुराकानी गरिरहेको थियौँ खाँदै बस्दै, अनि रमाइलो भइरहेको थियो। भोलिपल्ट बिहानै फेरि सूर्योदय सनराइज हेऱ्यौँ, टक्क अगाडि देखिँदो रहेछ यो पूर्वको भागमा। अनि त्यसपछि सर चाहिँ बिहान मर्निङ वाक जाने मन भयो र मर्निङ वाक जानको लागि फेरि एकछिनमा तयार हुँदै यसरी चाहिँ यहीँको भएको पिङसिङ पनि खेलियो एकछिन। त्यसपछि चाहिँ तपाईँको तलपट्टि स्विमिङ पुल त यस्तो मजाको थियो, एकछिनमा खेल्ने कुरा भइरहेको छ र तपाईँको तल स्विङ यो पिङ हुन्छ नि एकदम लामो रहेछ, यो चाहिँ एकदम डह्रो चाहिँ जस्तो देखिएन तर पनि मजाले खेल्यो। यो चाहिँ तलपट्टि यसरी मचाउँदा चाहिँ तलै जान्छ कि एकैचोटि सिपाडोल बोइन्छ कि जस्तो फिल पनि भयो र हामीले पाले पालो पिङ पनि खेल्यौँ र माथि स्विमिङ पनि खेल्दै हुन्थ्यो सरहरू। यो रिसोर्टको भाग हो र यसरी अगाडि बढिरहेको छ। अलिक ठुलो भएछ है यो माथि बाने चाहिँ मचिन्थ्यो कि यहाँ माथि मचिँदैन नि त। खुट्टाले गरे नि पनि बताउन सक्छु मैले, खुट्टाले तल गरे हैन अहिले मचेन फेरि रोकिन सकेन। यो खोल्देम पर्दैन ल भयो, धेरै पनि लामो नथी यस्तै फर्क थियो। छैन रे दुध दही यता नजिकै चाहिँ छैन अरे। अब बहिनीले भनेअनुसार सूर्यविनायक यत्रो गाउँ छ, यतै कतै पाइन सक्छ है। त्यस्तै अब भिडियो खिचेको थिएँ। ल गङ्गाधर भट्टराई दिदीहरू 3 जनालाई सर्भ गर्नको उद्देश्य साथ ऐसेलु टिप्न भिडमा झरेको ठाउँमा रानीको ठाउँमा यो त उखेल्न सक्यो भने यो चाहिँ यस्तो खेल्छ के औषधि हो चाहिँ कसैको सम्झनामा तिमी भएको भए म यो बोट निकालेर ल्याउँथेँ। बिस्तारै अहिले हाम्रो भाइ गङ्गा ऐसेलुको बोट ए माया नगर पर्छ दिलमा चोट। दिलमा चोट पर्छ भन्ने हो क्या, हिजो त स्विमिङ गर्दाखेरि हैन। ओ बा भाइलाई हामीले भिनाजु भन्नु पर्ने गरिकन दाइभ हानी पानी भित्र त कति हराए भिनाजु खै भनेर कराएर हैरान यहाँ बिचरा रियल भेना तलाममा थियो, मलाई भेना भनेर को प्रकृतिलाई मनोरञ्जनको रूपमा लिनुको साटो हाम्रा भाइहरू आजकल टिकटकमै रमाउँछन्, टिकटकमै डुब्छन्, टिकटकमै बनाउँदै हिँड्छन्। माला लाउँछ कसको रे ओसोको, डुब्छन् टिकटकमा। यसरी बिहानको फेरि सर्ट आइसके पश्चात फेरि हामी फर्क्यौँ र अब चाहिँ खाना खायौँ। खाना खाएपछि यसो पानी पऱ्यो, त्यस कारण हल्का पानीसँग तलको भ्यू फेरि हेर्नु एकदम मजा लागेको थियो। र यसरी चाहिँ हामी आफ्नो झोलाहरू सबै सामानहरू प्याक गरेर खाजा खाएर फेरि पानी बिदा हुनासाथ हामी थोरै हाइकिङ गरेर तलको चाहिँ मन्दिरसम्म आएर
फेरि हाम्रो आपातसम्म पुनः यही बसमा आएर चाहिँ हाम्रो यात्रा पनि आयौँ र यसरी हाम्रो यात्रा एकदम रमाइलो भयो। पनि रमाउन चाहन्छौँ जानुलाई एकचोटि रानीपुर जो भक्तपुरमा छ, बिराडा हुन माथि छ। हामीले रमायौँ। धन्यवाद।